हेलो गाइज के भन्छ अरे यता रोमानियामा फ्याक्ट्री होइन वेयर हाउस हेल्पर भनेर आएको। यहाँ आएर अहिले वेयर हाउस हेल्पर होइन यहाँ पुरा रुख रोप्नेमा पो लाग्यो त यार। हामी चाहिँ आएको पोखराको मेन पावर पृथ्वी चोकमा भएको अर्किड ओभरसिज प्राइभेट लिमिटेडबाट आएको। पुरा यहाँ चाहिँ हामी वेयर हाउस ह्यान्डलर्स भनेर आएको। पुरा खेतमा काम लगाइदिएछ भनेको पुरा रुख रोप्नेमा 8,50,000 तिरेर आएको। यो के भन्छ अरे यता पोखराको पृथ्वी चोकमा भएको अर्किड मेन पावरबाट 8,50,000 तिरेर आएको। वेयर हाउस ह्यान्डलर्स भनेर आएको। पुरा एसीमा बसेर काम गर्न पाउँछ भने त केमा काम लगाएको यो केमा लगाएको हामीलाई यो केमा लगाएको ओ कुमार गुरुङ सर के हो यस्तो आशीर्वाद हालेको थियो त जाने दिनमा त राम्रो गरोस् भगवान्हरू सबले रक्षा गरोस् भनेर आशीर्वाद हालेको थियो त यो आशीर्वाद केमा काम लगायो यस्तो यो कुमार गुरुङ सर भएन यो यस्तोमा काम लगाएको थियो यो वेयर हाउस ह्यान्डलर्स भन्ने काम यो यस्तो हुन्छ भएन यो भनिरहेको छु। यस्तो काम लगाइदिएछ वेयर हाउस पृथ्वी चोकबाट बोलाएको भएन फसायो मेन पावरले तल फसायो। रोमानियामा 8,50,000 तिरेर आएको यस्तो काम गर्यो वेयर हाउस ह्यान्डलर्स भनेर काम लगाइदियो वेयर हाउस ह्यान्डलर्स भन्ने बोलाएको। केमा लगाएको काम यस्तो मेन पावर अर्किड मेन पावर केमा लगाइदिएको काम यस्तो अर्किड वेयर हाउस ह्यान्डलर्स भनेर लाग्यो होइन काम के हो यो अर्किड काम लगाइदिएछ हाम्रो केटालाई हामी 8जनालाई अब फसायो अब के अन्त नि 8,50,000 इन्डिया गएको 25,000 आइसी मेडिकल सेडिकल गर्दा अनि हल्का यताउता गर्दा ठ्याक्कै 11 लाख जति सक्यो। यस्तोमा काम लगाइदिएछ भने के भन्ने अब यस्तोमा यहाँ फसायो थक यस्तोमा काम लगाइदिएछ होइन यस्तोमा काम लगा के गर्नै पऱ्यो ऋण छ त्यत्रो तिर्नै पऱ्यो। अब फिर्ता गयो नि अब त्यसले फिर्ता दिन्न होला तर ठिक छ त त्यो कुमार गुरुङलाई त भेट्ला नि बाँचेसम्म त एक दिन यस्तरी फसाइहाले गरे के गर्ने अब यस्तो ठाउँमा काम लगाइदिएछ भने के हो यो न मान्छे देख्छ न के छ यो त पुरै भिड यो त 8जना हामी 8जनालाई केटाहरूलाई त यस्तो काम लगाइदिएको वेयर हाउस ह्यान्डलर्स भनेर केमा काम लगाइदिएको यो के हो यस्तो वेयर हाउस ह्यान्डलर्स भनेर हाम्रो लगाएको काम यही हो। दोस्त के भन्छ पोखराको मेन पावरले के गुरुङ रे कुमार गुरुङले ल हेर त वेयर हाउस ह्यान्डलर्स भनेर कहाँ लिएर काममा लगाएको हामीलाई यो यस्तो किल्ला ठोक्नेमा काम लगायो। यस्तो किल्ला ठोक्नुपर्छ आसम्म ठोक्यो त्यहाँ कति यस्तो किल्ला ठोक्नु त अब 8,50,000 ऋण काट्यो 8,50,000 मेन पावरले बुझायो अनि 25,000 इन्डियामा आइसी बुझायो भिया ब्याक्स गर्ने बेला त्यही माथि 14 महिना लाग्यो। त्यही माथि यताउता गर्दाखेरि धेरै खर्च पर्छ टाइम वेस्ट। त्यही माथि यस्तोमा काम लगायो लास्टमा वेयर हाउस ह्यान्डलर्स भनेर यस्तो नि हुन्छ। यो चाहिँ म भइहाल्यो गरेँ तर उल्टो हामीलाई राम्रो काम लगाएन यार के गर्ने यार कुमार गुरुङ यार यस्तो गर्नुहुन्न यार।
कस्तो ठगे कुमार गुरुङ होइन भाइ सुनिँदैन ठिक कि छ हामी एकदम ड्युटी लाग्यौँ है ठिक छ कुमार गुरुङ सर ड्युटी लाग्यौँ यस्तोमा काम लगाएर मेन पार्क ओइ राउ स्यान्डलस भनेर हाम्रो कन्ट्याक्ट साइन गरेको हेर्न पहिला निकाल्ने हो कि के गर्ने हो खोल्ने हो भन्नु काम हेर माछा चिक्ने के हो यो आएर माछा चिक्ने ल्याएर किला ठोकाएको छ यो पिपुल यो पिपुल भन्छ यहाँ बनाएको पिपुल दिपक मुजीलाई चाहिँ फोन गर्न लागिहाल्यो त हामीलाई ओइ राउ स्यान्डलस भनेर यस्तो लागेको छ थैट ओइ राउ स्यान्डलस भनेर अफर लेटर कन्ट्र्याक्ट साइन गरेर यस्तो किला ठुक्नेमा काम लगाए ओइ राउ स्यान्डलस भनेर यहाँ दोस्लाई के हो यो यही ओइ राउस ए ओइ राउ स्यान्डलस भनेर कालेर फसाएको के हो यो हामीलाई फसाएकै हो कि हेर त यहाँ त बेजत पारामा ओइ राउ स्यान्डलस भनेर के हो यो न एउटा गाउँ देख्छ न घर देख्छ न के देख्छ के हो यो कुन ठाउँ हो यो युरोप कुनै यस्तो ठाउँ हुन्छ पानी लिन नि उहाँ घोडामा उहाँ तल जानुपर्छ पानी लिन नि यस्तो फसायो गाइजहरू के भन्ने यार अब यार ओइ राउ स्यान्डलस भनेर यस्तो फसायो यार गाह्रो हामीलाई पनि त्यही हो क्या सब त्यही हो वाइज फ्याकल्टी म्यानेजमेन्ट ओइ राउ स्यान्डलस भनेर यस्तो फसायो के भन्ने अब यार के गर्यो तिनीहरूले बिचराहरू सब ओइ राउ स्यान्डलस भनेर राखिनाहरू सबै दाइहरू चाहिँ बिचरा अरू चाहिँ सब ओइ राउ स्यान्डलस भनेर नेपालबाट आएको ए दुईजना यहाँ छ एकजना दाइको ठुलो भनेको अरू यहाँ छ एकजना साथी यहाँ छ यो त म भइहाल्यो यो हामी 8 जना आएको 8 जनालाई फसायो यार के भन्ने अब म त मायासँग पैसाको ब्याज स्याज होइन प्लेन टिकट सिकेट सब दिने भए त म आजै फर्किन्छु यार नेपाल हत यस्तो छ हालत यार के भन्ने अब बिचरा उहाँ हेर्नु उहाँ कत्रो ठोक्नुपर्छ मेसिन माथि चढी फसायो यार